पृथ्वीनारायण शाहको फोटो राख्दै बालेनले दिए यस्तो सन्देश, घुस लिने र घुस दिने दुवै राष्ट्रका शत्रु हुन्। दर्शकबिन, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा घुसखोरी विरुद्ध कडा र स्पष्ट सन्देश दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर सार्वजनिक गर्दै भ्रष्टाचार विरुद्ध कठोर चेतावनी सहित शुभकामना व्यक्त गरेका हुन्। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको 304औं जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस अवसरमा मेयर बालेनले सामाजिक सञ्जाल मार्फत पृथ्वीनारायण प्रति सम्मान जनाएका हुन्। मेयर शाहले फेसबुकमा लेखेका छन्, घुस लिने र घुस दिने दुवै राष्ट्रका शत्रु हुन्। राष्ट्रिय एकता दिवसको शुभकामना। छोटो तर अर्थपूर्ण उक्त सन्देशले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको संकेत दिएको छ। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक गरिएको मेयर बालेनको यो टिप्पणीलाई सुशासन, पारदर्शिता र जवाबदेहिताको सन्देशका रूपमा लिएको छ। मेयर शाहले आफ्नो कार्यकालमा विभिन्न अवसरमा भ्रष्टाचार विरुद्ध कठोर अभिव्यक्ति दिँदै आएका छन्। महानगरपालिका भित्र अवैध संरचना हटाउने अभियानदेखि प्रशासनिक सुधार, अनियमिततामाथि निगरानी र कडाईसम्मका कदमले उनलाई भ्रष्टाचार विरोधी नेताका रूपमा चिनाएको छ। पृथ्वी जयन्तीको अवसरमा दिएको यो सन्देश पनि सोही निरन्तरताको रूपमा हेरिएको छ। सार्वजनिक जीवनमा घुस लिने मात्र होइन, घुस दिने प्रवृत्तिलाई समेत राष्ट्र विरोधी करार गर्दै आएको बालेनको धारणा यसपटक अझ स्पष्ट रूपमा प्रस्तुत भएको देखिन्छ। राष्ट्र निर्माता पृथ्वीनारायण शाहले देखाएको राष्ट्रिय एकता, स्वाभिमान र नैतिक मूल्यलाई स्मरण गर्दै वर्तमान समयमा फैलिँदै गएको भ्रष्टाचार प्रति गम्भीर चिन्ता व्यक्त गरिएको रूपमा पनि यसलाई व्याख्या गरिएको छ। विक्रम सम्वत 1779 मा जन्मिएका शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज विभिन्न कार्यक्रमहरू हुँदैछन्। पृथ्वी जयन्तीका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।